हामी अहिले अपाङ्ग अशक्त सेवा केन्द्रमा आएका छौं। दान गरौं, पुण्य कमाऊ। नमस्कार सम्पूर्ण तपाईलाई नमस्कार। अनि यस अपाङ्ग अशक्त सेवा केन्द्रको अब म सञ्चालक भनौं। हजुर, सञ्चालक। र म आफै पनि शारीरिक रूपमा अपाङ्गै छु। हजुर। र चाहिँ अब यसरी नै चलिया छ यो संस्था। सबैको हातेमालो गरेर बाबुआमा नभएका टुरा टुरी, त्यही माथि अशक्त अपाङ्ग सुस्त मनस्थिति र चाहिँ यस्ता भाइ बहिनीहरू, नानीहरू अनि भाइहरू सबै छन्। र आफू पनि 8 वर्ष हुलचेयरमा हिँड्दाको यो अपाङ्गको पीडा सम्झेर अनि तपाईको मैले यो स्थापना गरेको 2079-80 मा। श्वेता नानी नमस्ते। तपाईँ यहाँ कसरी आउनुभयो, को माध्यमबाट यहाँ आइपुग्नुभयो, कहाँबाट आउनुभयो, हजुरको शुभ नाम के हो? हजुर, मेरो शुभ नाम चाहिँ सरिता थापा हो। म चाहिँ भक्तपुरबाट आएको। अनि मैले चाहिँ यहाँ गीता श्रेष्ठ मेरो दिजु हुनुहुन्छ, उहाँ मार्फत चाहिँ यहाँ अपाङ्गहरू हुनुहुन्छ भन्ने हिसाबले चाहिँ उहाँहरूलाई चाहिँ सेवा गर्नको लागि आफै कति सक्छु सानो सहयोग लिएर आएको।